हेलो गाइस, गुड मर्निङ, नमस्ते। आजको भिडियो चाहिँ म चाहिँ एकेबारे बस्ती आएर गरेको थिएँ साथीहरू। मैले भनेको थिएँ नि त होइन, हिजो धान काट्न जान्छु भोलि भएर भनेर। अनि आज चाहिँ बस्ती आइपुगेको छु है साथीहरू। बिहान चाहिँ भिडियो बनाउनै पाएन, एकदमै हतार भएर नभन्नु न साथीहरू। आज छोरालाई पनि उल्टा ड्रेस लगाइदिएछु हो, बिहिबारको ड्रेस लगाएर पठाइदिएँ। म स्कुल गएर पो थाहा भयो, यति गेजु गरेर नानी चाहिँ भने नि ड्रेस बदली गरिदिनु कि गर्दिनु भन्दै। अब कहाँ टाइम थियो होइन, मसँग टाइमै थिएन, फटाफट गरेर आएको नि त। आमा ओ काकी सन्चै हुनुहुन्छ? धान काट्नु हिँडेको नि? हजुर, अस्तिको दिन मलाई थाल्नु भयो अरे। भर्खर आएँ। राम्रो हुनुहुन्छ क्या यहाँ केटाहरू रहेछ। उहाँ चाहिँ खेतालासी छ अरे साथीहरू एकजना। दिदी कहाँ आइनुभएको? अगाडि रोक्नु। जार कहिलेबाट थाल्नु भएको? अस्तिबाटै काटिसक्नु आँट्नु भएछ त। ल ल काट्नु काट्नु। त्यही त नि, राम्रो पाकेकै रहेनछ। गणेश बाबा आएको छैन? अनि आयो? हिजो पनि आएको थियो। हाम्रो धान त खतम पारिदियो होला। मेन कुरा चाहिँ यहाँ गणेश बाबाको दिक्दार छ है साथीहरू। हिजो पनि आयो अरे आमैले भन्नुभएको। उनीहरूको त आधै बनाइसक्नु भएको रहेछ। यो मेमलाई हो, यस्तो लामो लामो हुन्छ, यति लामो हुन्छ। हाम्रोमा पनि छ मेमलाई चाहिँ। हाम्रो खेती चाहिँ यता कुनामा छ साथीहरू, हेर्नु सक्नुहुन्छ। यहाँ आमैले काटेर जानुभयो, उहाँ तक पुऱ्याउनु भएछ। अनि यता चाहिँ हाम्रो, अब यहाँ आमैले काटेको उताबाट चाहिँ हाम्रो हो। हाम्रो चाहिँ टुप्पोमा छ नि त खेती, धान। हाई गरिदेऊ अजिता बहिनी। अजिता बहिनी बिहानबाट आएर काटिरहनुपर्छ। धान चाहिँ कस्तो राम्रो भएछ है हाम्रो धान चाहिँ साथीहरू, हेर्नु सक्नुहुन्छ। रोपेको कसले? मैले नि त होइन साथी हो भनेर तारिफ गर्नु त भएन, तर बहुतै राम्रो भएको छ। पोहोर चाहिँ यस्तो राम्रो भएको थिएन हाम्रो धान। क्या मजा भएको छ धान त। आयो हौ, कति लड्छु हौ यो आलीबाट चाहिँ म। धान बहुत राम्रो भएको छ नि यतातिर त, हेर्नु सक्नुहुन्छ। एकदम राम्रो भएको छ धान।